Let's go. I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit, and the coffee ain't hit yet. Damn, ain't that great. I don't wanna go to work, 'cause my boss is a jerk, and I'm not even that paid. I need a change in my life, 'cause I don't feel alive, and there's nothing that makes me happy. Hold my beer for a minute. I'm about to quit my job, cash in for a ticket. I'm going on a trip and I don't plan to visit. I'm gonna stay there till I feel like I'm winning. And this is just the beginning. I need a big change, help me feel like living. I need a अरिङ्गाल पुलमा अब हिँड्नेछौँ हामी। अरिङ्गाल पुलतिर अब गोलो छ कि छैन मेन कुरो त। हिजोबाट हिँडेको, हिजो पानीले धोबी कुटेर खोल्न पाइएन। अरिङ्गाल गोलो पोल्न सिकारीहरू पुरा एकदम तयारीका साथ दिउँसै यो 12-1 बजेको समय हाम्रो कार्की सर हामी चाहिँ अरिङ्गाल पोल्न जाँदैछौँ है दसैँको लागि। डेन्जर डेन्जर यो त झोरै रहेछ। अरिङ्गाल पोल्नलाई कहाँ सजिलो छ र यस्तो चुनौतीपूर्ण बाटोमा हिँडेर यति राम्रो भ्यू हेर्दै बल्ल तल्ल त्यो अरिङ्गालको गोलोसम्म पुग्नै गाह्रो हामीलाई त। अब दाइ त अब फेरि अरिङ्गालको किरा हुनुहुन्छ के अरे। खै त्यहाँ गोलो रहेछ। मलाई खाँदै त्यही त के यस्तो घाँसै घाँस छ, बाटै छैन। यस दादा यस हजुर चेङ्राल नपुगेर अरिङ्गाल पोल्न यो छ। हिजो मिसन फेल भयो के अरे पानीले गर्दा। त्यो पाखीको डाँडो भन्ने कुरो छ। हामी अब अरिङ्गालको सिकारीसँग हिँड्नेछौँ तर अझ पुगेको छैन।
वही ढुङ्गा त्यो आर्मी ट्रेनिङ लिनुपर्छ क्या हो त है ओरिङ्गाल निकाल्न आउँदा खोलामा पुगिँदाखेरि माछा छोप्न हामी अहिले अरिङ्गाल पोल्न हिँडिरहेका छौँ अब हामी एकछिनमा त्यहाँ अरिङ्गालको पोल्नेर पुगिसकेछौँ अब अहिले दिउँसै भएको भएर हामीलाई अरिङ्गाल पोल्न अलिक भिरमा अप्ठ्यारो भएको भएर हामी नसक्ने भएर अहिले अमला खाएर एकछिन हामीले समय रातको पर्खाइमा छौँ रात पर्दा साथ हामीले अरिङ्गाल पोल्नेछौँ अरिङ्गालको गोलोमा हामीले आगो लगाइसकेका छौँ अब आगो लगाएर अब केही छिनमा अब गोलो झार्दैछौँ गोलो झारेपछि चाहिँ अब हामी घरतिर फर्किन्छौँ र अब बाँकी कुराहरू यही भिडियोमा हेर्नु होला हजुरहरूले सम्पूर्ण अरिङ्गाल लभर साथीहरूले पनि अब कमेन्ट बापत अरिङ्गाल मनपर्छ भने अब मलाई पनि भनेर कमेन्ट गरिदिनु होला र अनि सबैले यो भिडियोलाई लाइक कमेन्ट र सब्सक्राइब सेयर गरिदिनु होला अरिङ्गाल भनेर देख्नलाई र खानलाई मात्रै मिठो हो तर निकाल्न निकै सङ्घर्षपूर्ण र चुनौतीपूर्ण छ र एकदम जोखिम पनि छ ज्यानलाई निकाल्न धेरै अप्ठ्यारो ठाउँमा भिरपाखामा हुने भएकाले आज हामी दिनभरि हिँडेर बल्ल बल्ल एउटा गोला अरिङ्गालको गोला हात पारेका छौँ र अनि अरिङ्गाल पोलेर अब केही बेरमा हामी घर फर्किँदैछौँ सब